हेलो साथीहरू सबलाई नमस्कार। हामी खोलामा डेक्ची थाप्न आएको हेर्नु होला। यस्तो छ ठाउँ राक्सिराङ चुर्लिङ खोला। हेर्नु त मेरो त बाँध पनि टुटिसकेको छ। टुटिसकेको यस्तो भइरहेको छ खोला। छैन जस्तो छ माछा पनि। धेरै चाहिँ परेको छैन रहेछ। 3 ठाउँ थापेको छु, 1 ठाउँ तल छ। हेर्नुस् कति पर्छ। यो चाहिँ चुर्लिङ खोला है, चुर्लिङ खोला राक्सिराङको। कति परेछ हेरौँ है। यहाँ चाहिँ परेछ हौ माछा। यहाँ चाहिँ आधी डेक्ची जति होला। वेटै छ। पानीले हो कि माछाले हो। यहाँ हामी त उफ्रिरहेको। के आएको छ हौ, कत्रो माछा छ हौ यसमा त। पिठै धेरै रहेछ यसमा चाहिँ। अलिक पिठो कम। 2टा छ हौ, 2टा। हेर्नु त्यहाँ ल, एउटैले डेक्ची हल्लाइरहेको रहेछ। ल एउटाले, यो माछाले डेक्ची हल्लाइरहेको रहेछ एउटैले। यसमा चाहिँ हेरौँ है कति छ। ल हेर्नु ल, यहाँ पनि त्यस्तै ठुलो आएछ एउटा त। अब यसलाई यता ट्रान्सफर गरिदिउँ। हिजो ठुलो बाढी गएको थियो, त्यही भएर माछा आज आएको। नत्र लेउले माछा पर्नै पाउँदैन हौ। लगभग आधा केजी भएछ। यसलाई चाहिँ अब धोएर फ्याँकिदिनु पर्छ पाखामा है। माथि छोडेको थियो। छाता त झन्डै उडाउनु लागेको छ हौ। सो हेरेर लाइक सब्सक्राइब गरिदिनु होला। सो हामी पनि सानो तिनो युट्युब बनाएर भिडियो बनाएर हाल्नुको लागि छाता ओढेर अब चाहिँ लागे। यो चाहिँ राक्सिराङ। हेर्नुहोस् है बाटो यस्तै छ।
हाम्रो चाहिँ यहाँ लगभग 10 वर्ष जति भयो होला यो पुल बनाउनु खोजेको। एउटा पिलर चाहिँ हालिरहेको छ यहाँनिर। यो पुल नबन्नाले धेरै दुःख पाइरहेछ हामीहरूले। यहाँ अटो यही खोला तरेर जानुपर्छ। अब चाहिँ अर्को एउटा छ मेरो अब डेक्ची, त्यो चाहिँ बटुको है, बटुको। त्यसमा चाहिँ कति पर्छ अब गएर निकालेपछि थाहा हुन्छ। यो चाहिँ पलासे हो, सरीखेत पलासे, मकवानपुर जिल्ला पहिलाको। अहिले चाहिँ बागमती प्रदेश। यस्तो छ हाम्रो बगरको बाटो चाहिँ। अब बटुको निकाल्ने बेला हुन लागिसक्यो। खोला यही हो। हिजो चाहिँ ठिक्कको बाढी आएको थियो, ल्याउस्यौ बगाएको हुनाले चाहिँ नि आज चाहिँ डेक्ची बटुकोमा चाहिँ माछा पर्ने सम्भावना धेरै छ भनेर खोलातिर आएको छौँ। ल हेर्नु त, त्यहाँ छ है, त्यहाँनिर। यो चाहिँ बटुको हो। बटुकोमा माछा चाहिँ आइरहेछ टन्नै। हेर्नुहोस्, यस्तो ठाउँमा पनि पर्छ क्या माछा। अब हेरौँ है, तिनवटा थापेको, तिनवटामै मिस गएन। थोरै थोरै भन्यो भने सबै पर्यो। ल हेर्नु ल, यसरी पर्छ बटुको माछा। तपाईँहरूले भिडियो हेरेर 1 सब्सक्राइब गर्दाखेरि केही हुँदैन तपाईँहरूलाई। ल है, आजलाई खतम। तपाईँहरूले चाहिँ यसलाई के बटुको भन्नुहुन्छ कि के भन्नुहुन्छ? हामीले चाहिँ डेक्ची भन्छ होइन। हेर्नु त एउटा कत्रो छ माछा। तिनवटामा कलेक्सन गर्दाखेरि लगभग आधा केजी, अलिकति बढी, 700 ग्राम जति होला। हेर्नुहोस् है।